अब मन्त्रीज्यूले उहाँका मागप्रति र उहाँको विश्लेषणप्रति केही भनिराख्नु। सबै पत्रकार साथीहरू, सबैभन्दा पहिला त म सुजन बहिनीलाई अब धेरै रुनु हुँदैन। सुरेश चाहिँ ऊ मरेर पनि मरेका छैनन्, ऊ अमर छन्। हामी सबै पत्रकारहरूको बिचमा त ऊ सधैँभरि अमर बनेर नै रहन्छन्। नेपाली जनताको बिचमा पनि ऊ सुरेश चाहिँ अमर बनेर रहन्छन्। त्यस कारणले गर्दाखेरि म त्यसरी सम्झाउन चाहन्छु बहिनीलाई, अब मन थाम्नुपर्छ। अब सुरेश रजकले बलिदानी दिए। अस्ति भर्खरकै जेन्जी आन्दोलनमा 75 जना भन्दा बढीको दुःखद निधन भयो। 45 जना त शहीद घोषणा नै भएको अवस्था छ। देशले बेला बेलामा नेपाली छोराछोरीहरूको बलिदानी देशमा चाहिँ नि हुनु परिरहेको छ। यो आफैमा दुःखद कुरा हो, तर देशका सच्चा सपुतहरूले बेला बेलामा बलिदानी दिनुपर्ने रहेछ। त्यसैले म फेरि पनि आजको यो संवेदनशील समयमा पनि सुरेशप्रति, हाम्रो सहयात्री, सहकर्मी, पत्रकार सुरेशप्रति चाहिँ म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र सम्पूर्ण परिवारमा, सुजनसहित सबै सकल परिवारमा म हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। हामीले खास गरेर जब यो मन्त्रालय सम्हालेर गर्दै एउटा अनुभूति के भयो भने, पक्का हो एउटा पत्रकार साथी त्यसरी मर्नु पर्यो। म एउटा पत्रकार र मन्त्रीको रूपमा यहाँ आएको छु र तपाईँ हामी सबै मिडिया क्षेत्रबाट छौँ। के हुँदो रहेछ भने, एउटा पत्रकारको जीवन चाहिँ उसले सधैँ देशको बारेमा लेख्छ, जनताको बारेमा लेख्छ, अरूलाई अन्याय परेको बारेमा लेख्छ, प्रश्न सोध्छ, आवाज उठाउँछ, विभेदको अन्त्य होस् भनेर उसले जोरदार रूपमा माग गर्छ। तर त्यही पत्रकार उसको जीवन हेऱ्यो भने चाहिँ ऊ आफै कति अन्यायमा परिरहेको हुन्छ, ऊ आफै कति समस्यामा परिरहेको हुन्छ, ऊ आफै कयौँ कुराहरूमा विभेदमा परिरहेको हुन्छ। आफ्नो जीवनलाई जोखिममा राखेर, हरपल जोखिममा राखेर काम गरिरहेको हुन्छ देश र जनताको लागि। यो अवस्थामा पत्रकारलाई कसले हेर्ने त? यो बडो चुनौतीपूर्ण प्रश्न छ। पत्रकारलाई सबैभन्दा ठुलो त राज्य हो, अभिभावक हो, उसले हेर्नै पर्छ। त्यो बाहेक सम्बद्ध संस्थाहरूले हेर्नु पर्यो र समाजले पनि पत्रकारलाई त्यही रूपमा हेर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसैले हामीले कलम चलाउँदा चलाउँदै, हामीले आवाज दिँदा दिँदै, हामीले क्यामेरा चलाउँदा चलाउँदै, हामीले अरूको लागि काम गर्दा गर्दै हाम्रै जीवन कयौँचोटि जोखिममा परेका छन्। त्यही पनि हामीले देश र जनताको लागि काम गरिरहेका छौँ। चैत 15 गते कुनै घटनाको सन्दर्भमा सुरेशले जे जसरी क्यामेरा चलाइरहेको थियो, क्रियाशील पत्रकारको रूपमा जोखिम मोलेर जुन अवस्थामा काम गरिरहेको थियो, त्यो हामी सबैले देख्यौँ। र उसले जसरी मृत्युवरण गर्नु पर्यो, त्यो दृश्य, त्यो फोटो अहिले पनि त्यो हेर्न कठिन हुन्छ। त्यो तपाईँ हामी सबैलाई थाहा छ। त्यसैले सुरेशको सन्दर्भमा केही गर्न पाए हुन्थ्यो भनेर हाम्रो मन्त्रालयलाई नै लागेको थियो। पत्रकार महासङ्घले पनि हामीलाई आग्रह गरेको थियो। स्वयं सुरेशको परिवारले पनि हामीलाई चाहिँ भनि नै राख्नु भएको छ। र म आफैले उहाँहरूलाई, यो पछिल्लो समय त म आफैले उहाँहरूलाई बोलाएँ, के गर्न सकिन्छ भनिसके पछाडि अहिले तत्कालको सुरुवातको लागि सुजन बहिनीको सन्दर्भमा एउटा जागिरको चाहिँ सुरुवात गर्न पाइयो भनेदेखि अलिकति थोरै भए पनि केही सान्त्वना मिल्न सक्थ्यो कि भन्ने हामी सबैलाई लाग्यो। र सुजन बहिनीको चाहना अनुसार नै, परिवारको चाहना अनुसार नै यहाँबाट सुरुवात गरौँ भनेपछि हाम्रो मन्त्रालयको टिमले उहाँलाई सञ्चार मन्त्रालय अन्तर्गतकै निकायहरूमा राख्न पाइयो भनेदेखि सुरेश चाहिँ पत्रकार र पत्रकारको परिवार, सुजन बहिनीको आफ्नो शैक्षिक योग्यता, काम गर्ने दक्षता, उहाँको क्षमता र उहाँको चाहना, यो सबै अनुसार चाहिँ अहिले हाम्रो चाहिँ
सञ्चार मन्त्रालय अन्तर्गतकै सुरक्षण मुद्रण केन्द्रमा उहाँलाई चाहिँ नियुक्त गरिएको छ र यो ठुलो कुरा होइन। यो उहाँले चाहिँ कानुन सम्मत हिसाबले हाम्रो मन्त्रालयबाट उहाँलाई नियुक्त गरिएको र उहाँको चाहना अनुसार यसले थोरै भए पनि अलिकति पनि राहत दिन सक्छ कि भन्ने मात्रै कुरा हो। तर यसबाट चाहिँ कम्तीमा सुजन बहिनीलाई चाहिँ एउटा जागिरको सुरुवात हुन्छ र यो जागिर रिन्यू हुँदै जान्छ, नवीकरण हुँदै जान्छ भन्ने कुराहरू पनि म यहाँहरूलाई चाहिँ नि अनुरोध गर्न चाहन्छु। र मैले अर्को अघिल्लोचोटि चाहिँ सुजन बहिनीलाई के भनेको थिएँ भने अहिले उहाँले 12 पास गर्नुभएको छ, 12 पास गर्नुभएको छ। यदि सुजन बहिनीले पढ्न चाहनुभयो भने हायर एजुकेसनको लागि, उच्च शिक्षाको लागि अध्ययन गर्न चाहनुभयो भने कुनै पनि विषयमा उहाँलाई अध्ययन गर्ने चाहना छ अनि म यो कलेजमा अथवा यो विश्वविद्यालयमा अध्ययन गर्न चाहन्छु भन्नुभयो भने त्यसलाई चाहिँ मलाई एउटा उहाँको अभिभावक पनि, दाइको रूपमा पनि र सरकारको एउटा मन्त्रीको रूपमा पनि सम्बन्धित कलेजलाई पनि अहिले यो कलेज भन्ने छैन, पहिला उहाँले इच्छा जाहेर गर्नुभयो भनेदेखि चाहिँ तत् कलेजलाई सम्भव भएसम्म छात्रवृत्ति नभए डिस्काउन्ट नभए उहाँलाई सजिलोसँग पढ्न सक्ने वातावरण मिलाउने पनि मेरो चाहना छ। किनभने सबैभन्दा ठुलो कुरा चाहिँ एजुकेसन, शिक्षा हो। शिक्षा चाहिँ उहाँले भोलि मास्टर डिग्री गर्नुभयो, एमफिल गर्नुभयो, पिएचडी गर्नुभयो, कम्तीमा ब्याचलर कम्प्लिट गर्नुभयो भने अरू आफै आत्मनिर्भर बन्ने जागिरहरू चाहिँ अझ थप खाँदै जान सकिन्छ, पाउन सकिन्छ। त्यसैले शिक्षा सबभन्दा महत्त्वपूर्ण भएकोले तपाईहरु मार्फतै म बहिनीलाई पनि आग्रह गर्छु, तपाईले कुनै पनि कलेजमा भर्ना हुन चाहनुभयो, विषय पढ्न चाहनुभयो भने म मेरो व्यक्तिगत तर्फबाट पनि र सरकारको तर्फबाट पनि म सहयोग गर्नेछु। मैले यति कुरा निवेदन गरेँ। र अर्को चाहिँ जुन परिवारको तर्फबाट कुरा उठाउनु भएको छ, अब सुरेशलाई शहीद घोषणा गर्ने सन्दर्भमा हाम्रो मन्त्रालयसम्म फाइल अहिले आइपुगेको छ। यो फाइल हामी अगाडि बढाउँछौँ, यसलाई गृह मन्त्रालयसम्म पुर्याउनु पर्छ र त्यो प्रक्रिया अगाडि बढ्छ। र मेरो तर्फबाट सुरेशलाई, मेरो व्यक्तिगत कुरा भने सुरेश रजकलाई पत्रकार शहीदको रूपमा चाहिँ घोषणा गरिनुपर्छ भन्ने मलाई व्यक्तिगत रूपमा लागेको छ र सरकारको मन्त्रीको हिसाबले यो प्रक्रिया अगाडि बढाउने कुराहरूमा म प्रतिबद्ध छु। तर यो प्रक्रिया अगाडि बढाउँदै जाँदाखेरि कहाँ अब्स्ट्याकल आउँछन् आउँदैनन्, जे अवस्था हुन्छ त्यो चाहिँ यहाँहरूलाई म ट्रान्सपरेन्ट रूपमा, पारदर्शी ढङ्गले चाहिँ त्यो जानकारी पनि गराउने छु र त्यो प्रक्रियाहरूको सन्दर्भमा हाम्रो मन्त्रालयको तर्फबाट पहल हुन्छ र काम भइसके पछाडि यहाँहरूलाई सुनाउन पाइयो भनेदेखि हामीलाई पनि मनमा सन्तोष र शान्ति मिल्छ र परिवारलाई पनि सन्तोष र शान्ति मिल्छ। त्यसैले त्यो सुनाउन पाइयोस् र यहाँहरूको पनि यसमा चाहिँ अमूल्य सहयोग रहोस् भन्ने मलाई लागेको छ। र त्यो बाहेक अब शालिग बनाउने प्रक्रिया पनि त्यो के कति सम्भव छ छैन त्यसलाई हामी अध्ययन गर्दैछौँ, त्यसको आधारमा हेर्छौँ। र सुरेश रजकको चाहिँ जे जसरी उसको चाहिँ मृत्यु हुनु पर्यो त्यसको कारण के हो भन्ने हिसाबमा छानबिन गर्ने कुरा जुन ज्वलन्त रूपमा परिवारले उठाइरहेको छ, मैले पनि भित्रभित्रै एक हिसाबको गृह कार्य गरिरहेको छु। सोचे जति सजिलो पक्कै पनि छैन, यो हामी सबैलाई थाहा छ। सोचे जति सजिलो पक्कै पनि छैन, किनभने छानबिन गरिराख्दाखेरि सुरेशको मात्रै विषयमा छानबिन हुने अवस्था छैन। तिनकुने घटनाको सन्दर्भमा यसले अलिक ठुलो क्षेत्र दायरा समात्न सक्छ। त्यस हिसाबले गर्दाखेरि यसका कठिनाइहरू के छन्, सम्भावनाहरू के छन् त्यो पनि हामी हेर्नेछौँ र त्यही रूपमा चाहिँ यसलाई अगाडि बढाउनेछौँ। तर मेरो प्रयत्न के रहन्छ भने एउटा पत्रकार साथी काम गर्दा गर्दै यसरी उसले मर्नु पर्यो र कलिलो उमेरमा नै उसले मर्नु पर्यो र परिवारले एउटा छोरा गुमायो, कसैले श्रीमान गुमायो, कसैले आफन्त गुमायो। हामीले एउटा सहयात्री सहकर्मी गुमाएका छौँ। त्यसैले भोलिको दिनमा यस्तो अवस्था तपाईँ हामी मध्ये जसलाई पनि आउन सक्छ भनेपछि सुरेशको पक्षमा यतिखेर तपाईँ हामी सबैको साथको जरुरी छ र तपाईँहरूको ऊर्जाको जरुरी छ। त्यो सकारात्मक साथको चाहिँ हामीले अपेक्षा गरेका छौँ र आगामी दिनमा पनि म मन्त्री हुँदा पनि नहुँदा पनि सुरेश रजकको हकमा, उसले न्याय पाउने हकमा र परिवारले पनि न्याय पाउने हकमा मन्त्रीको रूपमा र व्यक्तिगत रूपमा म सधैँभरि साथमा रहनेछु। म यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु र त्यसको सुरुवात कम्तीमा अलिकति हामीले एउटा सुजन बहिनीको लागि एउटा जागिरको व्यवस्थाबाट सुरुवात गरेका छौँ। यो आफैमा ठुलो कुरा होइन, तर सान्त्वनाको लागि खास गरेर बहिनीको चाहिँ
व्यावसायिक करियरलाई अगाडि बढाउने कुरा, मनलाई अलिकति चाहिँ नि सान्त्वना दिने कुरा, अल्मलिने कुरा पनि, केही नयाँ सिक्ने कुरा पनि र सुरेशको पीडालाई कम गर्नको लागि पनि उनको दैनिक काममा चाहिँ अलिकति केही लागिराख्दाखेरि यसले सहयोग गर्छ कि भन्ने कुरा चाहिँ मलाई लागेको छ र म बहिनीलाई राम्रोसँग काम गर्नको लागि अनुरोध गर्दछु र हाम्रो सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक जो हुनुहुन्छ यो पहल तपाईँले गर्नुभयो, यो चाहिँ कस्तो भने यो मानवतासँग पनि जोडिन्छ, यो धर्मसँग पनि जोडिन्छ, आवश्यकतासँग पनि जोडिन्छ र न्याय समतामूलक न्यायसँग पनि जोडिन्छ। यो राष्ट्रिय हिसाबले गर्दाखेरि यसको अलिकति संवेदनशीलता पनि छ र यी सबै कुराहरूमा हाम्रो चाहिँ मन्त्रालयको टिम, खास गरेर कार्यकारी निर्देशक हुनुहुन्छ हाम्रो देवराजी, तपाईँलाई धन्यवाद। त्यस्तै गरेर सचिवज्यू हाम्रो चाहिँ राधिका अर्याल र मैले त यहाँहरूलाई जानकारी गराउँ, यो खास गरेर सुजन बहिनीको सन्दर्भमा यो इस्यु आउने बित्तिकै हामीले के गर्न सकिन्छ भनेर उहाँ र म चाहिँ एकदमै लागेर यसलाई चाहिँ सहयोग गर्नुपर्छ भन्ने हिसाबमा उहाँ र म लागेका छौँ। सचिवज्यूलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि हाम्रो उदय सर आउनु भएको छ अहिले सहसचिव, यस्तो खालको कुराहरूमा पत्रकारका यी विभिन्न खालका चाहिँ अप्ठ्याराहरूको सन्दर्भमा उहाँ पनि हाम्रो साथमा सँगै हुनुहुन्छ र यो परिवार पनि र हामी यो सबै कुराहरूमा सँगै छौँ। यो सबै कुराहरूको लागि म तपाईँहरूप्रति यसरी आइदिनु भयो आभारी छु र अलिकति केही भए पनि राहत पुर्याउन सकियो कि भन्ने लागेको छ र आगामी दिनमा पनि हामी सँगै हुनेछौँ। सबैलाई आइदिनु भयो धेरै धेरै धन्यवाद छ। धेरै